हेलो गाइज नमस्ते प्यारा प्यारा मान्छेहरू के गाई छौ। सो मैले चाहिँ होइन कति दिन भयो 3-4 दिन भयो एउटा भिडियो बनाएर हाल्ला भनेर सोचिरहेको थिएँ होइन। सो फाइनल्ली मैले चाहिँ यो मोबाइल किनेको होइन, यो मोबाइल लगिसकेँ मैले। यो चाहिँ S25 अल्ट्रा। यो भिडियो अनबक्सिङ गरेको भिडियो, यो मोबाइल अनबक्सिङ गरेको भिडियो बनाएर हाल्छु भनेर सोचिरहेको थिएँ। अनबक्सिङ त मैले त्यहाँ दोकानबाट लग्दाखेरि गरेको होइन, तर भिडियो बनाएर यसको रिभ्यू दिन्छु भनेर सोचेको थिएँ। रिभ्यू दिन नै सकेको छैन होइन, टाइम नै भएन। अहिले पनि काम गर्ने ठाउँमा छु होइन। अब अरू काममा जान लाग्यो, त्यही बेला चाहिँ हल्का यसको रिभ्यू र यसको प्राइसहरू के छ सबै भनेर यो भिडियो अपलोड गरौँ भनेर सोचिरहेको मैले। सो अहिले चाहिँ म जान लाग्यो होइन। अनि त्यो जाँदै म कुरा गर्छु तपाईँहरूसँग। सो लेट्स गो गाइज। सो यो चाहिँ मेरो काम गर्ने ठाउँ होइन, छु यो छ। यो मोबाइलको चाहिँ हल्का रिभ्यू दिन्छु म, के कसरी किनेँ मैले होइन। को प्राइस भन्छु म, प्राइस हावाले मेरो आवाज राम्रोसँग आएन होला है। यसको प्राइस चाहिँ कति हो भनेपछि नेपाली अराउन्ड 1,80,000 हो होइन। र मसँग त्यत्रो पैसा पनि थिएन, छैन पनि होइन। अनि इन्स्टलमेन्टमा किने, इन्स्टलमेन्टमा। अनि स्टुडेन्टले चाहिँ इन्स्टलमेन्टमा किन्दाखेरि चाहिँ 1 लाखभन्दा बढी पैसा रिमेनिङ गरेर किन्न पाउँदैनन् कि। 1 लाखसम्म मात्र त्यहाँ उधारो भनौँ होइन राखेर मात्र किन्छन् है। र 1,80,000 भनेपछि मैले इन्स्टलमेन्टमा किन्नु पऱ्यो। अनि त्यसमा चाहिँ 50,000 लगभग 50,000 5 लाख कोरियन वन जति चाहिँ डिस्काउन्ट थियो होइन। त्यहाँ डिस्काउन्ट पाएर लगभग कति भयो 1,35,000 जति बाँकी रह्यो। त्यसमा चाहिँ मैले 41,000 नेपाली दिएर अनि बाँकी पैसा 1 लाखभन्दा कम रह्यो नि त, 91,000 त्यति कम रह्यो। अनि त्यति कम रहेर चाहिँ इन्स्टलमेन्टमा लग्यो हो। र त्यसको चाहिँ 2 वर्षसम्मको भागा बनाएको होइन। अनि मलाई बढी स्पेस चाहिन्छ भनेर 512 जिबीको लगेँ मैले होइन। अनि त्यही भएर चाहिँ यति महँगो पऱ्यो है मोबाइल पनि। अनि मैले आइफोन लग्छु भनेर सोचिरहेको थिएँ नि त होइन, भने पनि थिएँ होइन। टिकटक मात्र भिडियो बनाएको थिएँ, आइफोन लगाउन सकिनँ मैले, किनकि भर्खर लन्च भएको S25 अल्ट्रा त्यही लग्छु भनेर सोचेँ। भर्खर 1-1.5 महिना भयो नि त लन्च भएको भने, अनि त्यही लन्च भएको लगिदिउँ। अनि मसँग म्याकबुक पनि थियो होइन, अनि म्याकबुक छ एउटा। अनि स्यामसङको पनि चलाम भनेर लगिदिएको। स्यामसङको त्यो रिभ्यू दिँदाखेरि है यस्तो फिचर एकदम राम्रो छ, आइफोनको भन्दा राम्रो फिचर छ होइन त्यो स्यामसङमा रिभ्यू। अनि एकदम फिचरहरू AI फिचरहरू एकदम राम्रो छ, AI फिचर एकदम राम्रो छ यसको। अनि एउटा कुरा है, साँच्चै मैले जिन्दगीमा इन माई लाइफ फर्स्टचोटि एउटा नयाँ मोबाइल किनेको भनेको फर्स्टचोटि हो, जुन चाहिँ एकदम एक्सपेन्सिभ पनि भयो होइन। फर्स्ट एक्सपिरियन्स अनि धेरै एक्सपेन्सिभ। मैले अहिलेसम्म होइन नयाँ मोबाइल भनेको कहिले किनेको थिएन। यो अहिले जुन मोबाइलमा भिडियो बनाएर राखौँ त, यो पनि सेकेन्ड ह्यान्ड मोबाइल किनेको थिएँ मैले कोरियामा आएर। अनि यो चाहिँ नयाँ मोबाइल हो एकदम खुसी। र मैले सेकेन्ड ह्यान्ड एउटा ल्यापटप पनि म्याकबुक पनि सेकेन्ड ह्यान्डै किनेको थिएँ है। उतै बसेर एकछिन कुरा गर्छु म होइन। अनि मैले वाइट लगेको कारण चाहिँ के हो भन्दाखेरि मैले साथीहरूबाट सल्लाह लगाएको थिएँ। मेरो साथीहरूले चाहिँ वाइट राम्रो हुन्छ ब्ल्याक भन्दा, मलाई चाहिँ ब्ल्याक मनपर्छ नि त, ब्ल्याकले चाहिँ हिट एब्जर्ब गर्छ भनेर चाहिँ वाइट लगेको एकदम राम्रो छ। यसमा चाहिँ मैले केस हालेर चाहिँ चलाउने हो होइन। यो चाहिँ अहिले वाइट केसमा छ र क्यामेरा एकदम राम्रो आउँछ। जुम तपाईँहरूले देखिसक्नु भएको होला टिकटकहरूमा भिडियोहरूमा 100x। अनि क्यामेरा चाहिँ 200 पिक्सलसम्म हुन्छ, मेगापिक्सल 200। सो अनि एकदम खुसी नै छु। र एकदम पैसा जाने बाटो पनि अब यो मोबाइल जानेछ। 2 वर्षको मैले भाका राखेको होइन इन्स्टलमेन्टको। र यो छिटो नै म तिर्नेछु पैसा चाहिँ। ब्याट्री पनि राम्रै टिक्छ, आइफोनभन्दा राम्रो टिक्छ है ब्याट्री चाहिँ यसको। त्यही भएर नै मैले स्यामसङ लगाउनुको कारण त्यही हो। र यसको अरू कुरा भन्दाखेरि चाहिँ फिचरहरू एकदम राम्रो छ फिचरहरू हो। अरू के भन्छु होइन, भिडियोहरू कस्तो हुन्छ, क्वालिटी कस्तो आउँछ तपाईँहरू पछि यहीबाट देख्नुहुन्छ। म यहाँबाट टिकटक बनाउँछु, भिडियोहरू बनाउँछु, भ्लगहरू पनि बनाउँछु। भ्लग चाहिँ मेरो अहिले कहाँ गयो है, टाइमै नभएर यो भ्लग एडिट गर्ने पनि टाइम हुँदैन। यो पनि कहिले एडिट गरेर कहिले हाल्छ थाहा छैन मलाई। सो अहिले चाहिँ अब म जान लाग्यो होइन। अन्त अर्को काम ढिलो हुन्छ मलाई, आधा घन्टा हुन्छ हिँडेर जानुपर्ने हुन्छ काम पनि। र अहिलेको लागि चाहिँ म जान्छु है। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ यो मोबाइल, कस्तो छ रिभ्यू दिनु होला तपाईँहरूले जाने बुझेको। आइफोन राम्रो कि यो स्यामसङ राम्रो कमेन्ट गरिदिनु होला। र यति नै हो यसको बारेमा। र अझ अरू के छ म भन्न सक्दिनँ। र सर्ट भिडियो आजको लागि यति नै। अब हामीहरू अर्को भिडियोमा यो भिडियो बनाउँदा भेट्नेछ। अब गुड डे चाहिँ नेपाल प्यारा प्यारा मान्छेहरू।